चितवनको रापती नगरपालिका अन्तर्गत पर्ने चिउरेटार आसपासको बाटो हो यो चाहिँ पुल छ। अनि धेरै वर्षपछि चाहिँ यो माथि घुम्न गएको थिएँ। अनि बाटोमा 20 वर्ष अगाडि बाटो चाहिँ एकदम सानो बाटो थियो। अनि अहिले जाँदाखेरि चाहिँ धेरै परिवर्तन देखियो, धेरै राम्रो लाग्यो। बाटो एकदम राम्रो, पक्की बाटो, सेलेक्ट ढलान बाटो रहेछ। कुनै ठाउँमा पिच रहेछ, कुनै ठाउँमा सेलेक्ट ढलान। धेरै राम्रो लाग्यो, धेरै परिवर्तन र विकास देखियो। खुसी लाग्यो, सानो बेलामा यो बाटो धेरै हिँड्थ्यो। अनि यो बाटो हिँड्दाखेरि चाहिँ हामी पैदल यात्रा गर्नु पर्थ्यो। अहिले चाहिँ अब मोटर बाटो भएको रहेछ। धेरै खुसी लाग्यो यो परिवर्तन र विकास देखेर। बाटो यति राम्रो, वरपर जङ्गल, हरियो जङ्गल, बाटो यति सफा छ। यसरी नै घुमघाम गरेर खुसी पनि भएँ। बाटो चाहिँ यति क्लियर छ, यति सफा छ बाटो चाहिँ। सरारारारा हिँड्ने मोटर बाटो दामी छ। कारहरू नि हिँड्दैछ। पहिला राजाको पालामा यो बाटो कस्तो थियो? सानो बाटो, हिँड्न डराइ लाग्दो बाटो थियो। गणतन्त्र आइसकेपछिको बाटो हेर्नुहोस्। कति राम्रो छ। थ्याङ्क यू यो भिडियो हेर्नुको निम्ति। लाइक, कमेन्ट, सब्सक्राइब गरेर सहायता दिनु होला। धन्यवाद।